आज मैले चाहिँ यो भावनाको तस्बिरबाट एउटा झिके, किनभने सरस्वती पूजा पनि भएकोले सायद सान्दर्भिक नै होला। यो गजलको स्वरूपमा छ। गजलमा अहिले त्यस्तै एउटा सुन्दरता के भने अब प्रेममा मात्रै नभएर जता पनि लेख्ने एउटा चलन चलिएको छ। त्यसले गर्दा मैले यो सरस्वतीसँग सम्बन्धित रहेर एउटा गजल यस्तो कोरेको थिएँ। एउटा यस्तो निर्मल सिर्जना होस्, एउटा यस्तो निर्मल सिर्जना होस्, पढ्नेको लागि शारदा वन्दना होस्, सुन्नेको लागि शारदा वन्दना होस्। एक पल पनि नबिर्सौं सरस्वतीलाई, एक पल पनि नबिर्सौं सरस्वतीलाई, बिना पुस्तक हर दिन सम्झना होस्, सुन्नेको लागि शारदा वन्दना होस्। दबेकालाई माथि उचाल्न सकूं सदा, दबेकालाई माथि उचाल्न सकूं सदा, हरेक नयनमा यस्तै सपना होस्, सुन्नेको लागि शारदा वन्दना होस्। जीवनको सत्य उद्घाटन गरिदिने, जीवनको सत्य उद्घाटन गरिदिने, हे देवी यस्तो कुनै घटना होस्, पढ्नेको लागि शारदा वन्दना होस्। अब अन्तिम शेर। ज्ञान कुनै पदार्थ होइन जसलाई, ज्ञान कुनै पदार्थ होइन जसलाई, राखियोस् तराजुमा र तुलना होस्, पढ्नेको लागि शारदा वन्दना होस्। एउटा यस्तो निर्मल सिर्जना होस्, एउटा यस्तो निर्मल सिर्जना होस्, पढ्नेको लागि शारदा वन्दना होस्। धन्यवाद।